यस्तो हानेर यस्तो देखेको चौन बराके ल त मेरो साथी भाइहरू आज चाहिँ खासै त्यस्तो स्पेसल केही पनि छैन है। म चाहिँ जान लाग्दैछु मेरो पुरानो हेलमेट लिनको लागि। अस्ति मैले रिपेयर गर्नलाई छोडिराखेको थिएँ कोटेश्वरमा। अनि टक्कबाट फोन गरेर मलाई बोलाइसक्नु भएको छ कि सर हजुरको हेलमेट भइसक्यो भनेर है। त्यही हेलमेट चाहिँ लिन जानु लागेको छु। त्यही हो बाटोको थोरै म क्लिपहरू राख्छु होइन। टक्कबाट हेरिदिनु होला अनि लाइक कमेन्ट सेयर सब्सक्राइब पनि यसो हानिदिनु होला। हेर्छ त नि छड्के पारेर आनन्द लड्केहरूले छड्के पाराले हेर्छ त नि खप्पै भगर हो कि क्या हो भन्दा होला होइन। ल त्यही हो गाइस त्यहाँ एउटा चस्सो पारेर केटीले झलक्क पारेर हेरिदिएको थिएँ मैले काक्क देखिहालेँ कि त्यही भएर उसैको कुरा गरिदिएको हो। 4 3 2 1 0 अब यता सिधै छिर्यो त तौसला चोक पैसा भएपछि भेटिन्छ सबै थोक। भ्लग बनाउने लागिसक्यो मलाई रोक। त्यो माइक चाहिँ अलिकति ठुलो सानो हुँदो रहेछ कि मैले टिकटकको लागि लिएको थिएँ। अब यो भ्लगको लागि लिएको छैन। भ्लगको लागि छुट्टै लिनुपर्ने भएको छ। त्यही भएर मेरो साउन्डहरू चाहिँ सानो ठुलो आइराखेको छ। अनि हाम्रो भन्दा यतापट्टि छ खोइ देख्छ लायो 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 रौसी लगायो रसीले बन्दा पाने नेपालको झन्डा यो संसारमा राम्री कोही छैन तिमी भन्दा यसरी गर्छौ भने फेरि मस्केर फेरि यो टेम्पो चाहिँ गाइजहरूले कहाँ देख्नु भएको छ नेपालमा एकचोटि टक्क कमेन्ट समेत हानिदिनु पर्यो। मैले चाहिँ अब काठमाडौँ भन्दा बाहिर मैले देखेको छुइनँ है। यो नै के अरे यो टेम्पोको डिजाइन पनि यो नेपालीले नै बनाएको हुनुपर्छ पक्कै पनि। मेड इन नेपालै होला कि सेतो टेम्पो हो है त। समस्या सिलिन्डर बोकेर यसरी हिँड्नु परेको छ। मेरो अगाडि हिँडिरहेको छ रेन्जर। म चाहिँ एकदमै डेन्जर। एकछिन यहाँ रोकिदिउँ होला ल साथी ए जम्ना ए अंची गन ओए सब्सक्राइब कर जल्दी से। न्यू भ्लग आउँछ सब्सक्राइब चाहिँ गर्नु है छिट्टो। गाइस मैले टिकटकको पैसा झिकेको ठाउँ चाहिँ यही हो है। अनि हाम्रो दाइ हुनुहुन्छ। तपाईँहरूलाई पनि कसैलाई टिकटकको पैसा झिक्नु अब चाहनुहुन्छ भने सम्पर्क गर्दा हुन्छ होइन। राम के बोले भाइ सबैजना आउनु पैसा त खान्छन् फेरि मुख यस्तो त्यस्तो होइन नि फेरि होइन साथी हो ए तेरिका चस्मा यो छिटो आइहाल्यो छिटो चिया खानुपर्छ अहिले ए चम्ना यहाँ हो मैले मोबाइलको के अरे टिकटकको पैसा झिकेको थियो। अनि म यहाँबाट अलिकति पर खाएको हेलमेट बनाउनु दिएको ठाउँ चाहिँ अलिकति पर छ। अनि त्यो गाडीले हामीलाई त्यहाँ लगेको हो। अनि त्यही पत्थरमा गएर अनि नयाँ हेलमेट पनि किनेको हो। अनि त्यही पुरानो हेलमेटलाई त्यहाँ बनाउनु छोडेको हो। सिसा चाहिँ कस्तो लगाइदियो अब हेरौँ। फाइनली म आइपुगेँ यहाँनिर हेलमेट बनाउन दिएको ठाउँमा होइन। कता बनाउनेट ए हजुर म एउटा चाहिँ फेरिदिनु फेर्नै पर्छ। फरक पर्दैन भाइ तपाईँ हाम्रो कस्टमर हो होइन। हेलमेट आइसकेको छ यहाँनिर सिसा मात्र फेरेको मैले। ओए के बोले मासुको झोल हेलमेट कुन हेलमेट हो यो
हेलमेट जे पाइ त्यही नभने त अरे हेलमेट त जहाँ पनि भन्छ हेलमेट कुन हेलमेट हो लगाउने हेलमेट हो कि कुन यस्तो यस्तो हेलमेट ल, भन्छ यो चाहिँ नयाँ भयो होइन, यो चाहिँ पुरानो हो। मेरो यसलाई रिपेयर गरेँ भनेको यही हो, चक्क भएर। हेलमेट हेलमेट के भन्ने हेलमेट टोपी भन्ने? टोपी भन्न टोपी त यहाँबाट माथि। राम 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 कस्तो हेलमेट हो यो कस्तो हेलमेट हो यो मासु गरी हेलमेट हेर न पैसा बुझाउने भयो त। ठोकेको मलाई याद दिनु ल। हो त्यही भएर मेरोमा उयो पनि राम्रो भएको छ। राम्रो छ नि यहाँ त गाइस दुईटा हेलमेट भइसक्यो। यो तिमीलाई यो मलाई जानुपर्छ अब राइडमा। गाइस बोका रे बोका। छिप्पिएको बोका। अरे बोका बनाइदियो मलाई बोका बनाइदियो ए मासु छ यो बोका हुन्छ म बोका भन्छन् मासुको झोल यस्तो हानेर यस्तो देखाइदियो यस्तो पहिला च्याम्पियन पनि पहिला रेस्लिङ खेलाइदिने खत्रै हो, मान्छे चाहिँ खतरा हो। कला पनि छ गला पनि छ तर चाहिँ छैन। गाइस सब्सक्राइब गर्नु नि फेरि मलाई बिर्सेला फेरि सब्सक्राइब भनेर 17 प्रो म्याक्स देखाएर आयो फेरि। उही साथी सबै टेक्सी नभन्यो त राजा भक चलिरहेको छ। केटी मान्छे देख्ने नहुने रहेछ यार तपाईँ बाटोमा हिँडेर है जिस्काएर। त्यो चुना फुस्केछ। ए जोइन्ट थिए त्यो लेस फुस्केछ भन्न के चुना फुस्केछ लगाइ चाहिँ हामी एकछिन यहाँ बसेर अनि फेरि हामी जान्छौँ चिया कफी खान्छौँ अनि त्यसै घरतिर जान्छौँ। तैँले भन्छ दुईटा खाना जाने हो म यहाँ बोका पाँडेको पसलमा बजाउँदै 1 घन्टा यहीँ बित्यो होइन। भिडियोलाई चाहिँ म यहाँ इन्ड गर्छु, अर्को भ्लग लिएर म फेरि पनि उपस्थित हुनेछु। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद दिँदै लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला। जल्दी सब्सक्राइब करो शेयर करो लाइक करो मीठो मीठो ब्लॉग आउँछ ल।